आजको हाम्रो गिटार लेसन चाहिँ बिगिनरको लागि हुनेवाला छ। तपाईहरुले फर्स्ट टाइम गिटार सिक्न खोज्दै हुनुहुन्छ भने हजुरहरुको लागि एकदम इफेक्टिभ हुनेवाला छ। अब आजको हाम्रो बिगिनर लेसनमा चाहिँ हामीले कर्ड्सहरुको बारेमा सिक्छौं। त्यो भन्दा अगाडि चाहिँ हामीहरु गिटारको बेसिक कुराहरु सिकौं। बेसिक कुरा भन्नाले जस्तै हामीहरुको गिटारमा 6 वटा स्ट्रिङ हुन्छ। हामीहरुले 6 वटा स्ट्रिङ चाहिँ तलदेखि काउन्ट गर्छौं। जस्तै यो जुन यो तलको स्ट्रिङ छ यसलाई 1 2 3 4 5 र 6 जुन यो अप्पर पार्टमा छ यो चाहिँ 6th स्ट्रिङ हो। त्यहाँभन्दा तलको 5th स्ट्रिङ, 4th स्ट्रिङ, 3rd स्ट्रिङ, 2nd स्ट्रिङ र 1st स्ट्रिङ यसै गरी हुन्छ है त। अनि त्यसपछि अर्को भनेको हामीले फ्रेटको बारेमा बुझौं। यसलाई चाहिँ फ्रेट बोर्ड भन्छ र फ्रेट चाहिँ हामीले लेफ्ट टु राइट काउन्ट गर्छौं। भन्नाले यो फर्स्ट फ्रेट हो, यो सेकेन्ड फ्रेट हो, यो थर्ड फ्रेट हो, यो फोर्थ फ्रेट, फिफ्थ फ्रेट, सिक्स्थ फ्रेट, सेभेन्थ फ्रेट, एट्थ फ्रेट, नाइन्थ फ्रेट, 10th फ्रेट, 11th फ्रेट, 12th फ्रेट, 13th फ्रेट, 14th फ्रेट एन्ड सो अन यसै गरी हुन्छ है त। यो त भयो हाम्रो बेसिक नलेज। अब यसपछि हामीले फिंगर पोजिसनको बारेमा बुझौं। फिंगरको लागि चाहिँ हामीहरुको 4 वटा फिंगर युज हुन्छ हाम्रो कर्ड्स बजाउनको लागि। हाम्रो जुन यो इन्डेक्स फिंगर छ यसलाई चाहिँ ट्याप्स नोटेसनमा चाहिँ यसलाई 1 भन्छ। मिडल फिंगरलाई हामीले ट्याप्स नोटेसनमा 2 भन्छौं। रिङ फिंगरलाई 3 र हाम्रो पिंकी फिंगरलाई चाहिँ 4 भनेर नोटेसन गर्छौं हामीले। अब यसपछि हामीले चाहिँ यो भिडियोमा रहेर एकदम बेसिक र युजफुल कर्ड्सहरुको लेसन लिन्छौं है त। यसमा चाहिँ फर्स्टमा हामी ए मेजर भन्ने कर्ड सिकौं। ए मेजर कर्डको लागि चाहिँ हामीले जुन यो इन्डेक्स फिंगर छ सेकेन्ड फ्रेटको 4th स्ट्रिङमा, मिडल फिंगर सेकेन्ड फ्रेटको 3rd स्ट्रिङमा र हाम्रो रिङ फिंगर सेकेन्ड स्ट्रिङको सेकेन्ड फ्रेटमा, सरी ट्याप्समा देखाए अनुसार र स्ट्रम गर्दा 5th स्ट्रिङबाट। अब यसपछि हामीले ए माइनर सिकौं। ए माइनरको लागि चाहिँ हाम्रो फर्स्ट फिंगर चाहिँ फर्स्ट फ्रेटको सेकेन्ड स्ट्रिङमा, हाम्रो सेकेन्ड फिंगर चाहिँ 4th स्ट्रिङको सेकेन्ड फ्रेटमा र हाम्रो थर्ड फिंगर चाहिँ सेकेन्ड फ्रेटको 3rd स्ट्रिङमा र बजाउँदाखेरि 5th स्ट्रिङबाटै। यो त भयो ए माइनर। अब यसपछि हामीले सी मेजर कर्ड बजाउन सिकौं। सी मेजर कर्डको लागि चाहिँ हाम्रो फर्स्ट फिंगर फर्स्ट फ्रेटको सेकेन्ड स्ट्रिङमा, हाम्रो सेकेन्ड फिंगर 4th स्ट्रिङको सेकेन्ड फ्रेटमा र हाम्रो थर्ड फिंगर चाहिँ 5th स्ट्रिङको 3rd फ्रेटमा र यसलाई ट्याप्समा देखाए अनुसार। यो हाम्रो सी मेजर भयो। यसपछि हामीले डी मेजर बजाउन सिकौं। डी मेजरको लागि चाहिँ हामीले फर्स्ट फिंगर 3rd स्ट्रिङको सेकेन्ड फ्रेटमा, सेकेन्ड फिंगर 1st स्ट्रिङको सेकेन्ड फ्रेटमा र हाम्रो थर्ड फिंगर चाहिँ सेकेन्ड स्ट्रिङको 3rd फ्रेटमा र स्ट्रम गर्दाखेरि 4th स्ट्रिङबाट। यसपछि हामीले अब ई मेजर बजाउन सिकौं। अब ई मेजरको लागि चाहिँ हाम्रो फर्स्ट फिंगर 3rd स्ट्रिङको फर्स्ट फ्रेटमा, सेकेन्ड फिंगर हाम्रो 5th स्ट्रिङको सेकेन्ड फ्रेटमा र थर्ड फिंगर जुन छ यो 4th स्ट्रिङको सेकेन्ड फ्रेटमा। यसपछि हामीले ई माइनर बजाउन सिकौं। ई माइनरको लागि चाहिँ हामीले जुन यो फर्स्ट फिंगर छ यसलाई हटाइदियौं भनेदेखि चाहिँ हामीले ई माइनर बजाउन सक्छौं। यो भयो ई माइनर। यसपछि हामीले एफ मेजर बजाउन सिकौं। एफ मेजरको लागि चाहिँ हामीले फिंगर पोजिसन चाहिँ फर्स्ट फिंगर सेकेन्ड स्ट्रिङको फर्स्ट फ्रेटमा, सेकेन्ड फिंगर 3rd स्ट्रिङको सेकेन्ड फ्रेटमा र हाम्रो थर्ड फिंगर चाहिँ 5th स्ट्रिङको 3rd फ्रेटमा र 4th
फिङ्गर चाहिँ हाम्रो 4th स्ट्रिङको 3rd फ्रेटमा सरी ट्याप्समा देखाए अनुसार। यसपछि धेरै मोस्ट कमनली युज्ड हुने कर्ड सिकौँ, त्यो भनेको जी हो। जीको लागि चाहिँ 1st फिङ्गर 5th स्ट्रिङको 2nd फ्रेटमा, 2nd फिङ्गर 6th स्ट्रिङको 3rd फ्रेटमा, हाम्रो 3rd फिङ्गर 2nd स्ट्रिङको 3rd फ्रेटमा र 4th फिङ्गर भनेको हाम्रो 1st स्ट्रिङको 3rd फ्रेटमा। अब यो भयो हाम्रो जी मेजर कर्ड। अब यसपछि अब तपाईहरुले अब यो नै एकदम प्र्याक्टिस गर्दै जानु होला। अब बिस्तारै सिकिन्छ। ए मेजर, ए माइनर, सी मेजर, डी मेजर, ई मेजर, एफ र जी। सुरुमा चाहिँ अब सिक्दा अलिकति गाह्रो हुन सक्छ वा बजाउन खोज्दाखेरि अलि यस्तो झ्याक झ्याक टाइपको साउन्ड पनि आउने हुन्छ। त्यसको लागि चाहिँ तपाईहरुले प्रेस गर्दाखेरि जुन हाम्रो यो फ्रेट बोर्ड छ, फ्रेट बोर्डमा चाहिँ हामीले यो आइदर कि यो ठ्याक्क मिडल पार्टमा नत्र हामीहरुको जुन यो छ अलिकति टिल्ट टु राइट तिर, अलिकति राइट तिर प्रेस गर्नुपर्ने हुन्छ। त्यो हुँदा चाहिँ क्लियर एन्ड शार्प साउन्ड आउँछ हैन। यसको पनि यो भयो हैन। अलिकति अगाडि गर्नुहुन्छ भने चाहिँ अलिकति साउन्ड बज भएको हो कि भन्ने टाइपको हुन्छ। यसरी नै प्र्याक्टिस गर्दै जानुस् र प्र्याक्टिस गर्दै जाँदा पछि चाहिँ अब नहेरी पनि बजाउन सिक्नु पर्ने हुन्छ र सिकिन्छ पनि। र सुरुमा सिक्दै गर्दा चाहिँ एउटा कर्डहरु बजाउने तरिका चाहिँ सुरुमा फर्स्टली अब एउटा प्याटर्न नै यो फलो गर्दै सिक्नुस् र पछि चाहिँ र्यान्डमली अब ए माइनर बजाइसकेपछि जी बजाउन सिक्नुस्, जी पछि सी सिक्नुस्, सी पछि एफ बजाउन सिक्नुस्। यसैगरी र्यान्डमली यो जुन यो कर्ड्सहरु छ यिनीहरुलाई चाहिँ र्यान्डमली थिचेर बजाउन सिक्नुस् हैन। त्यसैसाथ हाम्रो यो गिटार लेसनको बिगिनरको लागि फर्स्ट भिडियो चाहिँ हाम्रो यही सकिन्छ। थ्यांक यू फर वाचिङ।